Hi, namaste. So this video is all about a day in morning shift as a nursing student. हामी चाहिँ हतार हतार उठेर किचनमा गएर खाजा खाँदै थियौँ एन्ड बाटोमा वी हेभ गट ब्युटिफुल फ्लावर रोज फ्लावर त्यस पछाडि अनि यो फ्लावर चाहिँ फुल्ने क्रममा छ र म चाहिँ नर्मली के गर्छौँ हामीले मर्निङ सिफ्टमा भनेर क्याप्चर गर्ने ट्राई नै गर्नेछु अनि हामी यहाँ बसमा कुर्दैछौँ अरू साथीहरू र जुनियर्सहरूको लागि त्यसपछि लाग्यौँ हामी कर्म तलतिर हामी हस्पिटलतर्फ जाँदैछौँ बसमा अनि अङ्कल यस्तो कुदाउनु भयो बस कि मैं क्या बताऊँ आप लोगों को। सरस्वती मन्दिर पुग्यौँ हामी फाइनली हामी पुग्यौँ हस्पिटल So about this hospital get out there. So this is the hospital, Pattern Academy of Health Science. साथीलाई रुगा लाकोबाट हामी ह्याङ्की किन्न गयौँ अनि ह्याङ्की रोज्दैछन् साथी अनि आज यस्तो राम्रो मौसम थियो यस्तो हुन्छ नि सनलाइट कस्तो राम्रो थियो कि अनि कस्तो ब्युटिफुल देखेको थियो प्लस ज्याकेरान्डा पनि फुल्ने सिजन चलिरहेको छ एन्ड मिट माई बेस्ट फ्रेन्ड हियर हाम्रो चाहिँ इएनटी वार्डमा पोस्टिङ थियो र हामी 7 बजे पुगेर काम गरेर 9 बजे चाहिँ हाम्रो क्लास थियो त्यो अटेन्ड गर्न गयौँ हामीले चाहिँ समुदायमा यस्तो कुराहरूलाई बुझ्ने भन्ने कुरामा चाहिँ र एज अ हेल्थ प्रोफेसनल हामीले चाहिँ एकदमै इम्पोर्टेन्ट अर्को एस्पेक्ट भनेको हामीले अटिजम जस्तो डेभलपमेन्ट डिसअर्डरलाई बुझिराख्दाखेरि इट्स भेरी इम्पोर्टेन्ट हामीले चाहिँ चाइल्ड डेभलपमेन्टको बारेमा चाहिँ एकदमै बुझ्न पनि जरुरी छ हामीले कुनै पनि बच्चा आमाको गर्भमा आइसकेपछि या चाहिँ जन्मिसकेपछि उसको ग्रोथ एन्ड डेभलपमेन्ट बुझ्न एक्सेप्ट गर्न जरुरी छ हामीले उसलाई नन अटिस्टिक बनाउँछ हामी जस्तै गर्छौँ भनेर पोसिबल छ त छैन नि उसको ब्रेनले दिँदैन हामीले उसको त्यो डाइभर्सिटीलाई बुझेर एक्सेप्ट गरेर रेस्पेक्ट गरेर उसलाई के गर्दा सहज हुन्छ त्यो गरिदिने हाम्रो दायित्व हो कि होइन हो नि एज अ एकदमै एक्सपेन्सिभ छ उहाँहरूलाई लाइफ लङ टेक केयर गर्नुपर्छ त्यसरी अर्ली डिटेक्सन गरेर अर्ली इन्टरभेन्सन गऱ्यो भने फङ्सनल भयो भने उसलाई चाहिने सपोर्ट हामी घटाउन सक्छौँ तर सपोर्ट टोटली निकाल्न सक्दैनौँ है हो यस्तो कुराहरू चाहिँ हामीले बुझ्न जरुरी हुन्छ यसलाई मल्टिडिसिप्लिनरी टिम चाहिन्छ डेभलपमेन्टल पिडियाट्रिस्ट चाइल्ड साइकाट्रिस्ट चाइल्ड न्युरोलोजिस्ट क्लिनिकल साइकोलोजिस्ट स्पिच ल्याङ्ग्वेज पेथोलोजिस्ट अकुपेसनल थेरापिस्ट स्पेसल एजुकेटर यस्तो प्रोफेसनलहरूको आवश्यकता पर्छ र हामी सबैले पनि केही न केही रूपमा यस्तो ग्रुपलाई सहयोग गर्नलाई हाम्रो आफ्नो रोल पनि हुनसक्छ वी अल आर एडभोकेट वी क्यान बी एडभोकेट हामीले चाहिँ केही न केही रूपमा चाहिँ सहयोग गर्न सक्छौँ अब मेडिकल टिमको अहिलेसम्म के छ भने डायग्नोसिस गरेपछि सिद्धियो तर रियल लाइफमा पेरेन्ट्सहरूसँग कनेक्ट भएर काम गर्ने मेडिकल टिम एकदमै कम छ नेपालमा त झनै त्यो प्रेस्क्रिप्सन जस्तै प्रेस्क्रिप्सनमा थेरापी लेखिदिएर त हुँदैन नि त होइन विदेशतिर चाहिँ मेडिकल टिमहरू पनि इन्टरभेन्सनमा पनि सहभागी हुन्छ विच इज भेरी इम्पोर्टेन्ट र थुप्रै रिसर्चहरू अहिलेसम्म चाहिँ कारणमा मात्रै केले भएको भन्नेमा बढी फोकस छ तर उनीहरूको इन्टरभेन्सन उनीहरूको सोसियल कम्युनिकेसन एस्पेक्टलाई कसरी राम्रो गर्ने के गर्ने यसमा कम छ पटक्कै नभए होइन अरू इन्टरभेन्सनमा अलिक बढ्या छ तर अब मिडल एज यो जुन स्कुल गोइङ एजमा उनीहरूको एजुकेसनमा उनीहरूको निडहरूमा र अझ एडोलेसेन्स र एडल्टहुडको इस्युमा त झन् एकदमै धेरै गाह्रो इस्यु छ र त रिसर्च पनि त्यो कुराहरूमा चाहिँ एकदमै कम छ अटिजमले गर्दाखेरि चाहिँ के त भन्दाखेरि त्यो व्यक्तिलाई मात्र इम्प्याक्ट गर्दैन उसको फ्यामिली उसको होल सोसाइटी हाम्रो होल सोसाइटीलाई नै चाहिँ अटिजमले एकदमै इम्प्याक्ट गरिरहेको हुन्छ है त सो दिस इज द एन्ड टु दिस प्रेजेन्टेसन अरू केही छ तपाईँहरूलाई सोध्नुपर्ने कुराहरू र फाइनली हाम्रो क्लास सक्यो विच इज अल अबाउट द अटिस्टिक डिसअर्डर र त्यस पछाडि हामी खाजा खान गयौँ क्यान्टिनमा अनि खाजा खाए पछाडि फेरि ब्याक टु इएनटी वार्ड नाक कान घाँटी वार्ड त्यस पछाडि 2 बजीसम्म ड्युटी गरेर हामी पुग्यौँ कृतिपुर घुम्नको लागि एन्ड यस दिस इज द प्लेस यो चाहिँ खै के आई मिन थाई समथिङ के लेखेको थियो सो यहाँ गएर घुम्यौँ हामी फोटो खिच्यौँ टिकटक बनायौँ रमाइलो गऱ्यौँ
एकदम राम्रो दिन भएको थियो हाम्रो। कृतिपुरमा हामी लुम्बिनी पुग्यौँ है। हाई हेलो हामी कहाँ छौँ हामी अहिले? हामी लुम्बिनी अनि हामी फोटो खिच्दैछौँ। लुम्बिनीमा हामी फोटो खिच्दैछौँ। लेट्स गो तल अब। यस कस्तो राम्रो येल्लो येल्लो। त्यो पछाडिको सहर इज काठमाडौँ सहर। वी आर इन कृतिपुर नाउ। यो वाला पनि त्यहीको छैन। कस्तो राम्रो। नाइस। लास्ट काली देखियो। काली त छैन। ऊपर देखियो। हामी यसै हो। ठीक है। मिनी लुम्बिनी। यस यस मिनी लुम्बिनी। वेयर आर यू? भाइले ब्याकग्राउन्ड साउन्ड दिइरहेका छन्। ल भन त हाम्रो अब हामी अब कीर्तिपुरको लुम्बिनीबाट बिदा लिँदैछौँ। यो के अरे हामी टिकटक बनाइसक्यौँ यहाँ। बाई बाई। फोटोहरू पनि खिचिसक्यो। अब हामी जान लाग्छ। बाई। नमस्ते।